कति कति रुपियाँ ल ल ल हेलो ओए दामी रहेछ त्यो दिउँ मलाई सही हो सही हो हेलो 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 पेमाजी तपाईँको आवाजले अलिकति ब्याकग्राउन्ड नोइज आइरहेको छ, प्लिज म्युट गरिदिनु होला ल। ओके, त्यहाँनिर अब इमेज त्यहाँ रिलेभेन्ट चाहिँ हुने भएन होइन, त्यहाँनिर अर्कै इमेज थियो। हामी यसको लागि अर्कै इमेज लिउँ है ल। ट्रक एक्सिडेन्ट भनेर लिउँ। ओके, ट्रक एक्सिडेन्टको मलाई यो इमेज मन पऱ्यो, मैले यो डाउनलोड गरेँ। तपाईँहरूले यसरी ऱ्यान्डमली चाहिँ इमेज डाउनलोड गर्न मिल्दैन है, मैले यो जस्ट देखाउनलाई मात्रै गरेको। पछि फेरि इनकेस ऱ्याङ्क गर्नुभयो भने कपिराइटको स्ट्राइक आइहाल्छ है तपाईँहरूलाई। सो ट्राई टु मेक योर ओन ओरिजिनल इमेज। ओरिजिनल इमेज बनाउन मिल्दैन भने पनि त्यो मोडिफाइड गर्ने कोसिस गर्नु है। अनि त्यसपछि अब मैले चाहिँ अहिलेको लागि क्यानभा युज गरेको छु। हजुरहरूलाई अब फोटोसप चलाउनुहुन्छ अरू कुनै अदर प्लेटफर्महरू चलाउनुहुन्छ भने त्यही चलाउँदा नि हुन्छ है। यहाँ गएर चाहिँ म ब्लक ब्यानर भनेर सर्च गर्छु, किनभने एउटा एक्सपेक्ट रेसियो छ क्या, यो 20/40x120 पिक्सलको एउटा एक्सपेक्ट रेसियो छ। अब एभ्री टाइम यो यत्तिकै कोर्नलाई गाह्रो हुन्छ, त्यही भएर सिम्पली ब्लक ब्यानर भनेर सर्च गर्नु, तपाईँको ठ्याक्कै साइज मिल्ने खालके आइ नै हाल्छ। अनि त्यसपछि म त्यो अहिलेको इमेजलाई सरी ट्रक एक्सिडेन्ट यहाँ रहेछ, यसलाई कपी गरेर पेस्ट गरिदिएँ है त। अब मैले किन त्यो ऱ्यान्डमली डाइरेक्टली इमेज पेस्ट गरिनँ भन्दाखेरि यो साइजमा गडबड हुन्छ क्या, किनभने तपाईँको यो सेम साइज नै युज गरे हुँदैन नि त सबैको वेबसाइटले। सो युनिफर्मिटी मेन्टेन गर्नको लागि चाहिँ मैले यही गरेँ। अब डाइरेक्टली यसरी इमेज डाउनलोड गर्नु भन्दाखेरि पनि यहाँनिर तपाईँको टाइटल के थियो, एसइओको हाम्रो अहिलेको आर्टिकलको टाइटल के थियो, डेली ट्रक एक्सिडेन्ट। ओके, फर इक्जाम्पल यही छ है। म चाहिँ यहाँनिर डेली ट्रक एक्सिडेन्ट भनेरै लेख्छु कि। अब किन मैले यो लेखेँ भन्दाखेरि मैले भर्खर के गरेँ, यहाँनिर ट्रक एक्सिडेन्ट भनेर इमेजेसमा गएँ नि त होइन। ट्रक एक्सिडेन्ट भन्दाखेरि यही इमेज आयो, यो इमेज एसइओ पनि भइरहेछ क्या। सो तपाईँले आर्टिकल पोस्ट गर्दै गर्दाखेरि नट जस्ट आर्टिकलको एसइओ, तपाईँले इमेजलाई पनि इमेज एसइओ अरू इमेज अप्टिमाइजेसनलाई पनि फोकस गर्नुपर्छ है। अब म यसलाई डाउनलोड गर्दैछु। अब डाउनलोड गर्दा यहाँनिर धेरै स्ट्यान्डर्ड फर्मेटहरू छ, तर हामी चाहिँ अहिलेको लागि जेपिजी नै युज गर्छौँ है। ओके, यसको साइज कति छ, 199 केबी छ। अब 199 केबी भनेको हाम्रो लागि एकदमै ठुलो साइज हुन जान्छ है। वेबसाइटको स्पिडलाई त एकदमै ह्याम्पर पार्छ। त्यही भएर चाहिँ यो इमेजलाई अझै हामी कम्प्रेस गर्छौँ है। तपाईँहरूले जुनै पनि वेबसाइट युज गर्न सक्नुहुन्छ, यो त्यस्तो कम्प्लेक्स टास्क पनि छैन होइन। जस्ट तपाईँको इमेजलाई चाहिँ रिसाइज के अरे साइज कम्प्रेस गर्ने हो। अनि ट्राई टु लाइक मेक 50 केबी भन्दा 50 केबी चाहिँ एक्सेड नहोस् है। ओके, 50 नै देखाएँ होइन, 50 केबी भन्दा धेरैको चाहिँ नबनाउनु, किन भन्दाखेरि अहिलेसम्मको लाइक रिजल्ट्सहरू हेर्दाखेरि 50 केबी भन्दा उताको के अरे आर्टिकलहरूले एकदम राम्रो पर्फर्म गरेर आउँछ क्या। ओके, म अब यहाँनिर त्यो इमेजलाई पोस्ट गर्छु। इमेज पोस्ट गर्न एकदमै इजी छ। तपाईँले जस्ट यहाँनिर इन्टर दबाउनु, त्यसपछि तपाईँले यहाँ मल्टिपल अप्सन देख्न सक्नुहुन्छ है। अब हामीले इमेज राख्ने हो भनेपछि इमेजमै थिच्नु होला, त्यसपछि इमेजलाई अपलोड गर्छौँ हामी होइन। अपलोडमा क्लिक गर्नु, त्यसपछि हाम्रो डाउनलोड्स कहाँ थियो, डेडली ट्रक एक्सिडेन्ट, यही नै भइहाल्यो। यसलाई हामी अपलोड गर्छौँ। ओके, लुक्स मच बेटर नि होइन। पहिलाको हिजोको त्यो एकदम खल्लो आर्टिकल भन्दा त अहिले अलिकति मान्छेलाई इङ्गेज गराउने जस्तो देखाएको छ नि त। यहाँनिर नि हामीले मेट्रिक राखेका छौँ, त्यहाँनिर नि इमेज राखेका छौँ होइन। अब जति राम्रो काम गर्दै हुन्छ यो त्यति नै राम्रो हुँदै जाने हो होइन। लुक्स मच बेटर है। सो यो कुरा भयो। यो कुरा तपाईँहरूले अब कुनै पनि प्लगइन बिनै पनि गर्न सक्नुहुन्छ है। तर अब यहाँ धेरै कुराहरू छन् जसको लागि चाहिँ तपाईँहरूले प्लगइनकै गाइडलाइन लिनुपर्ने हुन्छ है। सो त्यसको लागि चाहिँ हामी एउटा प्लगइन डाउनलोड गर्छौँ। त्यसको लागि तपाईँ पहिला त वर्डप्रेसमा जानु है। वर्डप्रेसमा जानको लागि सिम्पली यहाँ थिच्नु होला है, तपाईँको टप लेफ्ट कर्नरमा डब्लु लेखेको छ होइन, त्यहाँ थिच्नु होला। सबैले यहाँ थिच्नु त एकचोटि।
मेरो आवाज सुनिरहेको छ है? सुनिरहनु भएको छ सबैजनाले? इनकेस काहीँ प्रब्लम आयो भने चाहिँ प्लिज लेट मी नो है। ओके, यस्तो खालके ड्यासबोर्डमा आएपछि चाहिँ सिम्पली प्लगइनमा होभर गर्नु होला सबजनाले, अनि एड न्यू प्लगइन भन्ने बटनमा थिच्नु है। ओके, अब हामी यहाँ सर्च गर्छौँ ऱ्याङ्क म्याथ भनेर। ओके, सो अब एसियो प्लगइनमा चाहिँ अन पेज अप्टिमाइजेसनको लागि सबसे पपुलर दुईवटा प्लगइन भनेको चाहिँ ऱ्याङ्क म्याथ र योस्ट एसियो भन्ने छ है। योस्ट एसियो पनि त्यत्तिकै राम्रो छ, तपाईँहरूले पछि रिसर्च गर्न पनि सक्नुहुन्छ। हामी चाहिँ यसमा योभन्दा नि ऱ्याङ्क म्याथले चाहिँ अझै धेरै फिचरहरू दिन्छ क्या, अहिलेको एकदमै ट्रेन्डिङ हो। तर यो पनि एकदमै पावरफुल प्लगइन हो। कर्पोरेट अफिसहरूमा पनि यो पनि युज भएको हुन्छ, ऱ्याङ्क म्याथ पनि युज भएको हुन्छ होइन। तर अब दुइटै प्लगइनलाई एक एकवटा गर्दै कस्टमाइज गर्न थाल्यो भने अब यो प्लगइनमै हाम्रो क्लास सकिन्छ। सो त्यही भएर हामी अहिलेको लागि चाहिँ ऱ्याङ्क म्याथ नै युज गरौँ, यो नै एकदम राम्रो प्लगइन छ। सो सिम्पली यस्तो खालके इन्टरफेसमा आउनु भएपछि त्यसपछि इन्स्टल नाउमा अघि क्लिक गर्नु है। एकछिन टाइम लिन्छ यसले डाउनलोड हुनलाई। ओके, इन्स्टल नाउ भएपछि चाहिँ यहाँ सिम्पली एक्टिभेट बटन छ, त्यहाँ थिचिदिनु होला। ओके, कनेक्ट योर अकाउन्ट भनेर अप्सन दिएको छ, यो तपाईँहरूले कनेक्ट पनि गर्दाखेरि भयो, केही फरक पर्दैन। म अहिलेको लागि गुगलबाटै गरिदिन्छु। ओके, म यही डम्मी अकाउन्ट युज गरिरहेको छु, म यसले नै कन्टिन्यू गरिदिन्छु है। ओके, एक्टिभेट नाउ। ओके, सो यस्तो भएपछि चाहिँ अब तपाईँहरूले एक एक गर्दै पनि यहाँबाट कस्टमाइज गर्न मिल्छ होइन। तर हामीले उतै पछाडि ड्यासबोर्डबाटै गर्ने भएकोले चाहिँ यहीँनिर गर्नु जरुरी छैन। सो हामी डाइरेक्टली ड्यासबोर्डमा जान सकिन्छ। यहाँ तल रिटर्न टु ड्यासबोर्ड लेखेको छ, त्यहाँनिर क्लिक गर्नु होला सबजनाले। ओके, सो ऱ्याङ्क म्याथ इन्स्टल गरेपछि चाहिँ हामीलाई यस्तो खालको इन्टरफेस आउँछ है। सबैजना यहाँसम्म आइपुग्नु भयो? आउनुभयो भने प्लिज मलाई मेसेज ड्रप गर्नु कि त रेज गर्नु होला है भोइस। फेरि यो छुट्यो भने अलिकति गाह्रो हुन्छ। हेलो, मलाई सुनिरहनु भएको छ? कोही बोल्नु भएन त आज त। ओके, आई बिलिभ सबजनाको भइरहेछ है। ओके, सो यस्तो खालके इन्टरफेस आएपछि चाहिँ अब यहाँनिर हामी धेरै कस्टमाइजेसन गर्न मिल्छ। तर डिफल्टकै सेटिङहरू हाम्रो अहिलेको लागि चाहिँ इनफ छ है। यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ कन्टेन्ट एआई भनेर छ, यो चाहिँ प्रिमियममा पनि राखेको छ यिनीहरूले, हामीलाई अहिलेको लागि खासै इम्पोर्टेन्ट छैन। 404 मोनिटर गर्ने छ, यो पनि अलिकति एडभान्समै पर्छ, हामी त्यो बिस्तारै हेरि नै हाल्छौँ। सो बेसिक कुराहरू, इन्स्ट्यान्ट इन्डेक्सिङहरू, यो कुराहरू हजुरहरूलाई म बिस्तारै भन्ने नै वाला छु होइन। ओके, सो यो इन्स्टल गरेपछि अब तपाईँहरूले अघि एडिट गरिरहनु भएको कन्टेन्ट थियो नि होइन, त्यहाँ जानु होला है सबजना। अघि हामीले पोस्ट गरिसकेका कन्टेन्ट थियो नि जुन हिजो, हो त्यसमा जानु होला एकचोटि। ओके, त्यहाँ गएपछि तपाईँहरूले के एउटा नौलो कुरा देख्नु होला राइट ह्यान्ड साइडमा, हेर्न सक्नुहुन्छ है। यहाँनिर नम्बर देखाइरहेछ क्या, हामीले कतिको एसियो गरेको मिलिरहेछ भनेर यहाँनिर नम्बर देखाइरहेको छ। सबजनाको आइसक्यो होला है यतिको। प्लगइन इन्स्टल गरेर सिम्पली तपाईँहरूले गर्नुभएको पोस्टमा जानु, अथवा आएन भने चाहिँ त्यो पोस्टलाई फेरि काट्नु, अनि फेरि ड्यासबोर्डमा गएर खोल्दाखेरि देखाउँछ है। यहाँनिर तपाईँको एसियोको मेट्रिकहरू देखाउन थाल्छ अब। ओके, सबको आयो होला है यहाँसम्म। अब यहाँनिर तपाईँले सुरुमै देख्न सक्नुहुन्छ यहाँ फोकस किवर्ड भनेर लेखेको छ है। सो फोकस किवर्ड भनेको चाहिँ यो आर्टिकलको अल्टिमेटली फोकस्ड भएको मेन इन्टिटी चाहिँ के हो त भनेर यसले यहाँनिर एउटा बक्स पनि दिएको छ है। यहाँनिर तपाईँले सिम्पली त्यो हाल्नुपर्ने हुन्छ। हाम्रो लागि अहिले के होला, डेडली ट्रक एक्सिडेन्ट। सिम्पली कपी गर्नु अनि पेस्ट गर्नु। अब सबैको यही हुन्छ भन्ने चाहिँ छैन है। फेरि तपाईँहरूले अरू नै केही आर्टिकल युज गर्नुभएको छ अरे होइन, लेट्स चाहिँ टप 5 मोटर बाइक्स इन नेपाल भनेर गर्नुभएको छ तपाईँको। अब मेन यहाँनिर इन्टेन्ट के भन्यो, टप 5 मोटर बाइक्स इन नेपाल होइन, अर टप 5 बाइक्स अर बाइक्स मात्रै भन्यो है। सो त्यो आफ्नो मेन यहाँबाट फोकस किवर्ड चाहिँ एनालाइज गर्न सिक्नु है। ओके, यहाँनिर मैले फोकस किवर्ड हाल्ने बित्तिकै यहाँनिर स्कोर बढेर आयो है।
हाम्रो 51% चाहिँ स्कोर देखाइरहेको छ अहिले। अब अलि तल हेर्दाखेरि यहाँ के भनिरहेछ, फोकस किवर्ड नट फाउन्ड इन एसइओ मेटा डिस्क्रिप्सन। तपाईँले केही पनि गुगलको सर्च गर्दाखेरि यहाँनिर हाम्रो देखिरहेको थियो नि, यहाँनिर यो जुन देखाइरहेछ नि ट्रक एक्सिडेन्ट भन्दाखेरि यहाँनिर ब्राउज 800 प्लस ट्रक एक्सिडेन्ट स्टक फोटोज भनेर यसलाई चाहिँ मेटा डिस्क्रिप्सन भनिन्छ है। सो यो मेटा डिस्क्रिप्सनमा चाहिँ यो फोकस किवर्ड आएको छैन भनेर यहाँनिर हामीलाई रिफर गरिरहेछ। सो अब हामी यो पनि हाल्न सक्छौँ। अब आर्टिकल अप्टिमाइज गर्दै जाँदाखेरि तपाईँहरूले यो बिस्तारै बिस्तारै आफै पनि गर्दै जानुहुन्छ होइन। अहिलेको लागि चाहिँ म सिम्पली यसलाई नै कपी गरेर पेस्ट गर्छु, तर विदाउट मिनिङ विदाउट कन्टेक्स्ट यसरी पेस्ट गर्न मिल्दैन है। अब लेट चाहिँ यहाँबाट आर्टिकल सुरु छ, तपाईँको यो फोकस किवर्ड चाहिँ यतातिर आउने भयो अरे, यु क्यान डु द्याट होइन। तर यसरी नै अब म जस्ट यो यसको स्कोर मात्रै बढाउँछु भनेर यहाँनिर डाइरेक्टली ऱ्यान्डमली किवर्ड पेस्ट गर्नु भनेपछि नो, द्याट्स ब्याड प्र्याक्टिस। अब म चाहिँ अहिलेको लागि जस्ट फर यो देखाउनको लागि मात्रै गरिरहेको हो, तर तपाईँहरूले गर्दाखेरि चाहिँ यसलाई राम्रोसँग यो सेन्टेन्सको फ्लोलाई मिल्ने गरी मात्रै राख्नु होला है। यो जहाँ राखे पनि हुन्छ, केही फरक पर्दैन, तर ट्राई टु लाइक यो फर्स्टको प्याराग्राफ भन्दा नि यो दुईवटा छ नि हाम्रो जुन सेन्टेन्सेसहरू त्यसमा राख्दाखेरि अझै बेटर। अब 55बाट हेर्नु त स्कोर बढेर 59 भइसकेको छ है। सो अझै तल हेर्दाखेरि कन्टेन्ट इज 463 वर्ड्स, कन्सिडर युजिङ एटलिस्ट 600। सो यो किन भनिरहेछ भन्दाखेरि चाहिँ गुगलले चाहिँ सानो थोरै भएको कन्टेन्टहरूलाई चाहिँ प्रिफर गर्दैन भन्ने कुरा चलिरहेको थियो। अब यो चाहिँ अलिकति कन्ट्राडिक्ट्री कुरा हो है। गुगलले के भन्छ भन्दाखेरि कन्टेन्टको लेन्थले मलाई म्याटरै गर्दैन, मलाई जस्ट युजरलाई भ्यालु दिएर सेटिस्फाई गर्ने हो। यो कन्टेन्ट लामो लेख्दैमा म एसइओ राम्रो हुन्छ भनेर कन्सिडर गर्दिनँ भनेर गुगलले क्लेम गर्छ होइन। सो यही एक्जाम्पलको लागि हेर्नुहोस् है त। ओके, अफकोर्स इट्स अ युटिलिटी बेस्ड होइन, तर यहाँनिर हेर्नु त यसमा केही त्यस्तो धेरै कन्टेन्ट राखेको छ र केही पनि छैन। माथिको हेडर छ, फुटर छ, बिचमा अलिकति कुराहरू लेखेको छ, बट इट्स ऱ्याङ्किङ भेरी भेरी वेल है। यहाँनिर त्यो क्युआर कोड कहिले इस्टाब्लिस भएको थियो, क्युआर कोड कसले इस्टाब्लिस गर्यो त्यो भनेर एकदमै लेन्थी आर्टिकल लेखेकै छैन। मान्छेले के खोजिरहेछ त, क्युआर कोड स्क्यानर खोजिरहेछ, यहाँनिर बटन राख्दैछ, डन होइन। यसरी नै हजुरहरूले कन्टेन्ट पोस्ट गर्दाखेरि चाहिँ युजरले के खोजेको चाहिँ त्यो एक्ज्याक्टली ठ्याक्कै दिन खोज्ने कोसिस गर्नु होला है। सो दिस इज जस्ट अ एक्जाम्पल, मैले यो यही कुरामा के अरे फोकस गर्दाखेरि। सो अब ठिकै छ, यो 600 वर्ड कटाउँदाखेरि नराम्रो कुरा होइन। तपाईँहरूले कटाउँदै राम्रो, किनभने हामी यस्तो खालको निशहरूमा काम गर्दैनौँ नि त खासै। हामीले मेन भनेको इन्फर्मेटिभ साइट अरू इन्फर्मेटिभ ब्लग अथवा कुनै पनि होइन अर्गनाइजेसनमा काम गर्दाखेरि हामी लगभग यस्तै नेचरकोमा गरिरहेको हुन्छौँ। सो ट्राई टु लाइक मेक योर कन्टेन्ट अलिकति एक्सटेन्ड गर्ने कोसिस गर्नु। अब अहिलेको लागि चाहिँ म यसलाई नै कन्ट्रोल एक्स भएछ। अहिलेको लागि चाहिँ म यसले नै लेन्थ बढाउने कोसिस गर्छु। अब यो लेन्थ बढाउँदा अर्को एउटा प्रब्लम आउन सक्छ, म त्यो नि तपाईँहरूलाई भन्नेवाला छु है। ओके, यहाँ देख्न सक्नुहुन्छ 657 वर्ड पुग्यो, अलिकति राम्रो भयो, कन्टेन्टको लेन्थ वाइज राम्रो भयो। गुगलले नत्र के गर्थ्यो यसलाई भन्दा थिन कन्टेन्ट भनेर कन्सिडर गर्थ्यो क्या। थिन कन्टेन्ट इज ब्याड फर एसइओ, कन्टेन्टको वेट हुनुपर्छ, त्यही भएर अलिकति लेन्थी नै पोस्ट गर्ने कोसिस गर्नुहोस्। यहाँनिर अब यहाँनिर येल्लो आएको छ है, हरियो पनि आइसकेको छैन। तपाईँहरूले यसरी गर्दै जाँदाखेरि 1000 वर्ड कटाउनु भयो भने चाहिँ यहाँनिर यो अझै हरियो हुन्छ। द्याट मिन्स यो कन्टेन्ट अझै पावरफुल हुँदै गयो भन्ने तपाईँहरूले साइन बुझ्दाखेरि हुन्छ है। म यसलाई बनाउने कोसिस गर्छु। ओके, ओके 64 पुगेको छ है। अब यहाँनिर अर्को एउटा प्रब्लम आउँछ, त्यो प्रब्लमलाई चाहिँ हामी अहिलेको लागि इग्नोर गरौँला, केही भएन। सो कन्टेन्ट अब जति लामो बनाउनु भयो त्यति राम्रो हुँदै जाने हो होइन। यसलाई जस्ट ट्राई टु एटलिस्ट 600 वर्ड क्रस गर्ने कोसिस गर्नु, अरू मिल्दैन अझै राम्रो लेख्न सक्नुभयो भने त अझै राम्रो हो। जति लेन्थी कन्टेन्ट दिन सक्यो त्यति राम्रो। अनि यसपछि आउँछ किवर्ड डेन्सिटी। किवर्ड डेन्सिटी भनेको तपाईँको फोकस किवर्ड कतिचोटि चाहिँ युज भयो, कतिचोटि यहाँनिर रिपिटेड भएको छ है।
भन्दाखेरि यहाँनिर यसले दिइरहेछ किवर्ड डेन्सिटी इज 0.63 द फोकस किवर्ड एन्ड कम्बिनेसन अपियर 7 टाइम्स भनेपछि यो ठिकै मात्रै छ फोकस किवर्ड त्यति धेरै रिपिट छैन भनेर यसले डिनोट गरिरहेछ है अनि यहाँ के भनिरहेछ युआरएल इज 111 क्यारेक्टर लङ कन्सिडर इट सर्टनिङ इट भनिरहेछ अभियसली युआरएल हाम्रो कति लामो छ हैन हेर्नु त यहाँनिर एकदमै लामो छ यो पनि ब्याड एसियोमा पर्छ सो अब हामी यसलाई कसरी अप्टिमाइज गर्ने त यो युआरएललाई कसरी अप्टिमाइज गर्ने त भन्ने कुरामा चाहिँ हजुरले सिम्पली ड्र्याग गर्नु माथि त्यसपछि यहाँनिर एडिट स्निपेट भन्ने अप्सन देख्नुहुन्छ है अनि यहाँनिर हेर्न सक्नुहुन्छ पर्मालिङ्क भनेर एउटा अप्सन दिएको छ है यहाँनिर देख्दै हुनुहुन्छ देखिरहनु भयो होला सबजनाले है सो यहाँसम्म कतिजना पुग्नु भयो होला प्लिज एकचोटि लेट मी नो ह्यान्ड रेज गर्दा नि हुन्छ है बोल्न प्रब्लम अरू केही छ भने ओके मनिषजीले डन भन्नुभयो अरू कसैलाई स्वीकृतिजीको भइरहेछ है एलिसजीको पनि भइरह होला आई एक्सपेक्ट ओके ओके ठिक छ ल यहाँसम्म पुग्नुभयो भने ओके अनि यहाँनिर हेर्नु त यो पर्मालिङ्क भनेको चाहिँ कुनै पनि आर्टिकल ओपन गर्दा यो आउँछ नि माथि टपमा यसलाई चाहिँ पर्मालिङ्क भनेर बुझिन्छ है जस्तै हाम्रो बिआइएम स्टडी नोट्सकै हेरौँ न एकचोटि बिआइएम स्टडी नोट्सको पर्मालिङ्क भनेको चाहिँ यो हो के अब मैले यो एउटा कुनै पनि मैले ऱ्यान्डम खोलेँ है ओके बेसिक म्याथ भनेर खोलेँ अब बिआइएम स्टडी नोटको पर्मालिङ्क भनेको चाहिँ यो छ क्या अहिले यो पोस्टको लागि यो पर्मालिङ्क छ अब यो बिआइएम नोट्सको हेर्नु त सानो छ नि त राम्रो पनि छ हैन सो हामीले चाहिँ फेरि आँखाको लागि प्लिजिङवाला राम्रो होइन है यो एक्चुअलमै राम्रो भयो नि त किन भन्दाखेरि बर्डलाई पनि एकदमै इजी भयो बिआइएम स्टडी नोट्स एउटा मेन इन्टिटी भयो भने त्यो भित्रको अर्को सब कन्सेप्ट चाहिँ बेसिक म्याथ भयो ओके बिआइएम स्टडी नोटले चाहिँ बेसिक म्याथकै कुरा गरिरहेछ है भनेर उसलाई पनि हेल्प भयो नि त सो हामी यसरी नै के अरे गुगलको लागि चाहिँ अझै इजी बनाउने कोसिस गर्छौँ क्या अब हामी सिम्पली के गरिदिउँ अहिलेको लागि भन्दाखेरि डेली ट्रक एक्सिडेन्ट टेक्स 5 लाइफ्स भनेर यतिलाई रिमुभ गरिदिउँ ओके हेर्नु त अझै पनि लामै देखाइरहेछ है 75 भयो भने चाहिँ बेटर हो तर अझै लामो देखाइरहेछ सो अझै हामी यसलाई घटाउने कोसिस गर्छौँ है डेडली ट्रक एक्सिडेन्ट टेक्स 5 लाइफ अब अलिकति सेन्स बनाउने तरिकाले पनि घटाउनु पऱ्यो है फेरि ऱ्यान्डमली अब यहाँनिर टेक्स 5 लाइफ्स भनेर मात्रै लेख्नु भने त्यो भएन त्यो गुड प्र्याक्टिस भएन एसियोको किन भन्दाखेरि यो दुईटा कुराहरू म्याच गर्नु पऱ्यो नि त तपाईँको यहाँनिर डोमेन यहाँनिर के कुरा गरिरहेछ अनि यो यहीँनिर देखाउँछ क्या यहाँ हजुरहरूले देखिरहनु भयो होला होइन एक सेकेन्ड है अघि हामीले कहाँ त्यो ट्याब खोलेको थियौँ डेडली ट्रक एक्सिडेन्टको ओके डेडली ट्रक एक्सिडेन्ट भनेर यहाँ H1मा पनि छ अनि पर्मालिङ्क भनेको चाहिँ यो हो क्या यो देखिरहनु भएको छ नि यो हो अनि यसमा पनि देखाइरहेछ ओके यो यसले गुगललाई चाहिँ इजी बनाइदियो क्या युआरएलमा पनि त्यही कुरा गरेछ H1मा पनि त्यही कुरा गरेछ इट मिन्स दिस इज रियली हेल्पफुल भन्ने कुरा गर्यो अब यहीँनिर यिनीहरूको हेरौँ न यिनीहरूको खासै राम्रो छैन यिनीहरूले सुरुमा यो 95 लेन्थ सर्ट डाउनवाला योवाला मतलब एक्ज्याक्टली H1मा जे छ त्यही नै यिनीहरूले हाल्न खोजिएको छ होइन सो बेटर चाहिँ तपाईँहरूले पर्मालिङ्कमा पनि त्यही H1मा भएको कुरालाई नै फोकस गर्नुपर्ने हुन्छ अब म अहिलेको लागि चाहिँ अलिकति सेन्स बनाउने कुरा भनेको डेडली ट्रक एक्सिडेन्ट हो है म यसलाई यति लेखिदिन्छु ओके हेर्नुहोस् त यहाँनिर हाम्रो स्कोर बढेर आयो नि अघि 63 64 कति थियो होइन अहिले 68 पुगेको छ अब यहाँनिर चाहिँ डिस्क्रिप्सन लेख्ने पार्ट छ है अब डिस्क्रिप्सन भने चाहिँ तपाईँले केही पनि गुगल सर्च गर्दाखेरि यहाँनिर सर्ट डिस्क्रिप्सन देखाउँछ नि होइन ओके सो यसलाई नै डिस्क्रिप्सन भनेर बुझिन्छ है अब डिस्क्रिप्सन कसरी लेख्ने त भन्ने कुरा पनि आउँछ सो डिस्क्रिप्सन लेख्नको लागि चाहिँ हामीले एज युजल हामीले जो के गरेका थियौँ सबै वेबसाइटलाई एनालाइज गरेका थियौँ तिनीहरूको डिस्क्रिप्सन कसरी लेखेको छ सो हामीले हेर्दाखेरि यिनीहरूको यस्तरी लेखेको रहेछ होइन डिस्क्रिप्सन 180